नमस्कार सम्पूर्ण दर्शकहरुमा। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आगामी फागुन 21 मा चुनाव आउँदैछ। तपाईहरु अब मूर्ख नबन्नुहोला र भेडा नबन्नुहोला। अब नेपालीहरुको भाग्य र भविष्य बनाउने मौका आएको छ। यो पुरा यो भिडियो हेर्नुहोला। युरोपियन टाइम्सले यो के भनेको छ, यो भिडियो राम्रोसँग सुनेर लाइक शेयर कमेन्ट गर्नुहोला। विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देश लिलाम गर्ने, भ्रष्टाचार, घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्। युरोपियन टाइम्स। प्रस्तुत वाक्यांश युरोपियन कमिसनका 12औं अध्यक्ष जीन क्लाउड जङ्करको तस्बिरसँगै फैलिरहेको छ। यस्ता पोस्टहरूमा विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा रहेको र उनीहरूले देश लिलाम गर्ने, भ्रष्टाचार, घुसपैठ गर्ने नेतालाई भोट दिने गरेको दाबी वाक्यांश लेखिएको छ। साथै यो वाक्यांश युरोपियन टाइम्सबाट साभार गरिएको संकेत दिइएको छ। 2079 भदौ 30 गते राजधानी डेली.com मा डाक्टर देवी प्रसाद आचार्यले अब पालो जनताको शीर्षकको लेख प्रकाशित गरेका छन्। उक्त लेखको सुरुवातमै लेखिएको छ, केही समय अगाडि युरोपियन टाइम्स पत्रिकामा छापिएको थियो कि विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देशलाई लिलाम गर्ने, भ्रष्ट एवं घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्। त्यसैगरी 2080 असोज 12 गते कर्पोरेट नेपाल.com मा कुमार दाहालले अब नेपाल विकसित देश बन्छ शीर्षकको लेख प्रकाशित गरेका छन्। यो लेखमा समेत सोही दाबीलाई प्रयोग गरिएको छ। सोही दाबी